ए भाइ तिमीहरूलाई यहाँ बस्न मन छ कि छैन? हजुर अङ्कल के भयो कति पानी खर्च गरेको भाइ? जति पानीमा तिमी तराईमा गाँड हुन्छौ नि त्यति पानीमा यहाँ नुहाउनु सिक। हुन्छ अङ्कल अनि टोइलेट के हो? टोइलेट सफा गर्नु पर्दैन? यसो गर तिमीहरू माथि आऊ। माथिको टोयलेट युज गर्नु होइन मेरो टाउकोमा हाग्नलाई। अनि तिमीहरू के हो? राति 8 बजेसम्म बत्ती बालेर हल्ला गर्ने? पढ्न आएको कि यहाँ खेल गर्न आएको हो? यहाँ छरछिमेकीबाट सबैबाट मलाई कम्प्लेन आइसक्यो। तिमीहरूलाई बस्न मन छैन बस, होइन भने दिनका 10वटा मान्छे आउँछ यहाँ कोही रुम खोज्नलाई। रुम खाली गरिदियो तिमीहरू। मैं गाली नहीं दे सकता अङ्कल अब त्यस्तो हुँदैन। अच्छा सन्चे बाबु, हजुर अङ्कल ठिक अनि पढाइ लेखाइ कस्तो चल्दैछ? राम्रै चलिरहेछ अनि आजकल त 8 बजे बत्ती बन्द गर्छौ त। अस्ति अङ्कलले भन्नुभयो नि त्यही भएर। अनि पढ्ने मान्छेले त 11-12 बजेसम्म बत्ती बालेर पढ्नुपर्छ बाबु। हामीले धेरै दुःख गराएछौँ बाबु। कौन है ये लोग? अब पढ्छु अङ्कल अब पढ्छु। अनि आज कति गते छ बाबु? अङ्कल आज 4 गते। ए बाबुको पनि महिना 1 गते लाग्छ है? बुवाले भोलि पठाइदिन्छु भनेछ अनि म हालिदिन्छु नि। ए तिमी टेन्सन नलियो बाबु, ढुक्क भएर पढ ल, भोलि पैसा हाल्दियो है। ल ल हुन्छ। म जान्छु है, फेरि भन्नु नपरोस्। गजब टू विवाज आदमी।